पिएसजी प्याराडाइम सिफ्ट जुन फुटबलमा गरेको थियो त्यसले जुन रौनकता ल्याएको छ विश्व फुटबलको जुन अहिलेको युरोपियन फुटबलको इतिहासमा त्यो एउटा हिस्ट्रीको पानामा लेखिने कुरा पनि हो। नेमारलाई बेच्नु, मेस्सीलाई पठाउनु, त्यसैगरी एम्बापे जस्तो जुन उनीहरूको प्रोस्पेक्टिभमा मनीको प्रोस्पेक्टिभमा प्रफिटको प्रोस्पेक्टिभमा हेर्ने हो भने एम्बापेलाई राख्नु त्यो समयमा फाइदा नै थियो। बट एम्बापेलाई पनि रियल म्याड्रिडमा तिनीहरूले बेचिदिए। त्यो ट्रान्जिसन फेज भन्छौँ हामी त्यसलाई, प्याराडाइम सिफ्ट भन्छौँ। लुइस इन्ड्रिके जस्तो एक्सपिरियन्स म्यानेजरलाई जुन लिएर आएर इतिहासमै दे हेभ नेभर वोन द च्याम्पियन लिग बट नाउ दे आर अ टिम हु वोन द ब्याक टु ब्याक च्याम्पियन लिग। What a phenomenal display of the Champion League by Paris Saint-Germain. Congratulations to Luis Enrique. What a manager. The top class, world class. What a statement by him. बार्सिलोनाको लागि त्यो सिजन जुन एउटा ऐतिहासिक सिजन रचेका लुइस इन्रिकेले अब अनेकौं रेकर्ड ब्याक टु ब्याक च्याम्पियन लिग पिएसजीलाई जिताएर वान अफ द टप कोच फुटबलको इतिहासमा बन्ने आफ्नो दाउ पनि प्रस्तुतिमा राखिसकेका छन्। वाट अ सेन्सेसनल विथ अ टिम लाइक डुई, लाइक कावास्केलिया, बार्कोला, डेम्बेले। मिडफिल्डमा हेर्छौँ भने फ्याबियन रुइज, जाओ नेभिस एन्ड भिटिनिया। डिफेन्डिङमा हेर्छौँ भने मार्किन्योस, पाचो विथ नुनो मेन्डिज एन्ड हाकिमी। वाट अ डिस्प्ले अफ फुटबल बाई पिएसजी इन द बोथ सिजन। आर्सेनलको कुरा गर्ने हो भने दे वेयर द बेटर टिम टु विन द च्याम्पियन लिग हुन सक्थ्यो गाइज। अगाडिको 5 मिनटमै अग्रता लिएको आर्सेनलले त्यसपछि हरेक अप टु द 120 मिनट डिफेन्स एन्ड अन्ली डिफेन्स। 70% बल पिएसजीसँग एन्ड लगभग 20% बल विथ द लगभग 30% बल विथ द आर्सेनल। सो बेटर ट्याक्टिकल डिस्प्ले बोथ टिमले आफ्नो हिसाबले, किनभने चाहिँ आर्सेनलले जुन अगाडि 5 मिनटमा लिड लियो दे वान्ट टु डिफेन्स होइन, दे वान्ट टु डिफेन्स बिकज इन डिफेन्स दे वेयर अल्सो क्लिनिकल इन सम इन गेममा हेर्ने हो भने। त्यसपछि पिएसजी हेर्ने हो भने दे एरियल बलहरू सबै क्लियर गरिरहेको थियो आर्सेनलले। भित्रको बल भनौँ न, भित्र बल पासिङदेखि लिएर सबै होइन, मुभमेन्टदेखि लिएर सबै ब्लक गरिरहेको थियो आर्सेनलले। सो 1-1 को डिस्प्लेमा गेम चलिरहेकोमा द गेम वाज अन द पेनल्टी होइन। द पिएसजीले चान्स पाएको जुन बारकोलाको कुरा गर्ने हो भने जुन पिएसजीको प्लेयरहरूले हानेको सर्ट बारमा पनि लाग्न पुगेको थियो। बट इन द पेनल्टी इट वाज द आर्सेनल हु जसले जित्न पर्ने थियो। बट इट वाज अ बेटर डिस्प्ले बाई द पिएसजी, द एक्सपिरियन्स साइड हु लास्ट प्लेयर द फाइनल होइन। लास्ट इयर मात्रै फाइनल खेलेको एक्सपिरियन्स कामलाई एन्ड द नब मुभमेन्ट, लास्ट मुभमेन्टमा जुन नब थियो त्यसमा एजेले पेनल्टी मिस गर्न पुग्यो। द एक्सपिरियन्स द ब्राजिलियन डिफेन्डर मार्क जुन ग्याब्रियलले पेनल्टी मिस गर्न पुगे एन्ड इट वाज द पिएसजी हु वन द च्याम्पियन लिग। कङ्ग्रेचुलेसन टु द लुइस इन्ड्रिके टिम होइन। द डेम्बेले हु लेफ्ट बार्सिलोना टु कन्क्युर द वर्ल्ड हेज प्रुभन राइट इन दिस फेनोमेनन। सो मेनी मोर, मार्किन्योस द लिडर होइन, अरू दायाँ सबै यङ प्लेयरहरूलाई द एक्सपिरियन्समा मार्किन्योस द क्याप्टेन। वाट अ टिम पिएसजी, वाट अ लुइस इन्ड्रिके, द रेस्ट इज द हिस्ट्री। सो सी इन द नेक्स्ट भिडियो। जय नेपाल।